म त जिन्दगीमा नि कसरी देखाउँदा नि म हेर्दिनँ कि यस्तो गरेर। यतिमा काजु बदाम किसमिस दिएको थियो, काजु दियो अनि म लास्ट एनर्जी आइरहेछ। अहिले ठ्याक्कै 12:30 भयो। तर अब प्यारी त्यस्तो हुनेवाला छैन। प्यारी अब चुइया हुनेवाला छ, कन्जुस। अब त च्याट्ट परेर जाने हो कि प्यारी। नमस्ते, स्वागत छ आजको मेरो ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज डु लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्ने। अहिले चाहिँ म चाहिँ अलि हतारमा आएँ अनि ब्लग स्टार्ट गर्न पनि पाएन। र मेरो ब्लगतर्फ जाऊँ है त। फाइनली म त काठमाडौँमै पिसाब लाग्यो के। अनि भेटेको थिएन, यो चाहिँ मेरो दिदीबहिनीहरूले दिएको सेट हो। कस्तो दाम देखियो है। मेरो ब्यागहरू हेर्नुभयो। पागनाको स्कुटीमा कसरी लैजाने हो। तर म एउटा छोटा छैन देख्यो, च्याट्ट परेको। राम्रै देखेछ है तपाईँको प्यारी। भाइले चाहिँ स्कुटी ल्याइदिन्छ होला, त्यही हो। लास्टले त्यो जता गयो उतै ढिला के। आज बिहान पनि ढिला भएको थियो। टोइलेटमा बस्दा त्यो फेरि यहाँदेखि जान लाग्यो। अनि भाइलाई चाहिँ स्कुटी ल्याइदिएर आउनु भाइ भनेर भनेको थिएँ। अनि यहाँदेखि चाहिँ अहिले ठ्याक्कै 12:30 भयो। यहाँ आधी घन्टै बिताइ गएँ। 12:30 भयो। अनि दाङ चाहिँ म अब एकछिन रेस्ट गर्छु अनि त्यसपछि जान्छु होला। कपडा सब्दा लगाएर यहाँ कसरी लैजाने सामान धेरै भयो कि। तर जसो तसो गरेर कोको पाकी पारेर अटाइ गयो। यहीँनिर हो कि एकदम जाने हो। सो कता हो टुकटुक? हजुर अटो उतै हो, नजिकै 10 मिनट त्यही बाटोमै हो। हजुर बुढो चोक होइन, यहीँ हो, यही रोडमा हो होटेल। नाम पनि बिर्सेँ तर देख्यो भने थाहा हुन्छ कि मलाई। खै थाहा छैन तर यहीँ यो बोर्ड छ नि, बुटोल जाने कता कता बोर्ड छ नि माथि, त्यो बोर्डको अगाडिपट्टि हो कि। गौतम बुद्ध एयरपोर्ट होटल हो कि बुटोल जाने लुम्बिनी जानेतिर हो कि? होइन यो होइन कि, सानो होटल त्यहाँ स्कुटी राखेको कि त्यही भएर त्यो स्कुटी जाने हो। तपाईँले चिन्नुहुन्छ नि? कसको पालो? उसको? हजुर सिङ्गल हो। हिँड्नु 300 रुपियाँ। हजुर 300 त यहाँनिर 300 हो र 10 मिनट पनि लाग्दैन। 4-5 जना हालेर जान्छ बहिनी 100 रुपियाँ गोटा। 100 अस्ति त 100 रुपियाँमा आएको त 50 रुपियाँमा आएको। मान्छे आल्छु बस्नु। त्यसो होइन त म हिँड्दै जान्छु। 100 रुपियाँ त अति भयो, यहाँनिर 5 मिनट पनि छैन बाटो। हप्तामा एक दिन नम्बर आउँछ 700 पार्किङ दिनुपर्छ। अनि त्यसो भए म जाँदैन नि त है, म त्यही बाटो जान्छु। यहाँनिर धेरै टाढा छैन, म हिँड्छु। मान्छे हाल्छ अनि जान्छ 100 रुपियाँ दिनु होला। त्यही हो 300। मेरो फेरि उता जानुपर्छ नि दाइ। त्यही हो रेसुङ्गामा। बिहान 6 बजे आयो, 1.5 घन्टा भइसक्यो। अहिले हुन्छ म बाटोमा छु दाइ, भर्खर फ्लाइटदेखि झरेको। अहिले एकछिनमा आएँ तपाईँलाई। यहीँ राखिदिनु दाइ, यहीँ राखिदिनु। ल फ्यामिली, अहिले चाहिँ म खाना खान लाग्यो। मिक्स करी, भेज करी। चर्को छ क्या हो, ब्याग त वास्टै नगरेको। चार दिनमा नि यस्तो मिठो भएको नि पेरीहरू। हेलो, 4 महिना एक्सर्साइज गरेर घटाएको बोसो 4 दिनमै नन स्टप मोटाइसक्यो। र भाइ आएको र हजुर आऊ खाजा खान, आऊ चिसो खाना हो। धन्यवाद। ल थ्याङ्क यू। धन्यवाद। खै अब काठमाडौँ गएँ, सिधै आज आइरहेछु। अनि अब एकछिनमा जाने, खाजा खान लाग्यो। खाजा खाऊँ न। हजुर
खाजा खानु राम्रो के ए ल ल जानु है ल आउनु नि कुनै दिन उतातिर घुम्न ल उता आउनु के दाङतिर घुम्न ल ल जानु है ल बाई फोटो खिचे प्यारीहरू भाइले स्कुटी ल्याइदिएर चाहिँ खान सक्दैन होला जस्तो लाग्थ्यो हानिदिने हो हिजो र अस्तिको दिन त त्यति गयो क्या प्यारीहरू 2 दिन एकदम बिजी भयो हेलो नानो कहाँ छस् भैरवा आइगिस अब हिँड्नला खाजा खानला यसरी आयो एक्लै एक्लै हो खुसी हुनुभयो ल 10:45 को थियो अनि 11 बजे बल्ल हिँड्ने आयो क्या अनि काठमाडौँ त अलि छिटै आउँछ के यतिमा काजु बदाम किसमिस दिएको थियो काजु दियो अनि म लास्ट एनर्जी आइरहेछ कति बजे होला र आधी जन्ने यति चक्लेट निकाले थियो यतिमा के 80 चक्लेट निकाल्नु पर्यो बुड्डामा के नाना सोध्ले त एउटा के पनि लिएन भाइ दिन्न बुड्डामा त लोभी ख दाम कोही चौचर अस्ति मलाई नि नदिएको बुड्डामा त पानी पनि गिलासमा हालिकन बर्त झर्ने बेला पो ल्याइदिएको छ पानी कस्तो खतम छ नि यो बुड्डाहरूको प्यारेर चक्लेट खान पाइन्न तिमीले म चाहिँ यता के भन्छ कता टौलिया आइपुग्यो है टौलिया यहाँ पनि बिस्कुटी छ घोडालाई बाटोमा देख्न सक्नुहुन्छ तपाईँ यसलाई चोट लाएर चाहिँ के मान्दैन यो बिचरा टिट लाग्दो यार त्यसको खुट्टा एउटा गएको छ कि एउटा नङ छैन कि एउटा खुट्टाको नङ छैन त्यहाँनिर आड्डी बाटो आयो अब यहाँदेखि चाहिँ खै कति लाग्छ थाहा छैन प्यारीहरू त्यही चिसो पानी खाएर अब यहाँदेखि निस्किन लाग्यो नन स्टप आएको कि म है कति दौडेको मलाई थाहा तपाईँहरूलाई थाहा छैन सो यहाँदेखि चाहिँ अब म निस्किन्छु त्यसपछि वहीँ पुगेर भेटौँ है त बाटोमा रोक्नु पऱ्यो भने म रोकिन्छु त्यो चाहिँ उहाँ चढाउँदा आएर रोकेको क्या तर छिटै आइपुगेँ लास्ट उडेको नि प्यारी सोलो ट्राभल गर्नु पनि गाह्रै हो प्यारीहरू तर रमाइलो हो आफै एक्लै क्या चिल भाल छैन रन्क्या म त एक्लै हिँड्दाखेरि त रोक्दैन क्या
मुड आयो भने मात्र रोक्छु कि आज पनि होइन के भएको भन्नु न प्यारीहरू त्यो अस्ति के म बाटोमा स्कुटीमा त्यो ऋतु हेरेँ भनेको थिएँ नि होइन आज पनि अस्ति कति गह्रो लाग्यो झन्नै म लडेर मरेको झन्नै म टाउको फुटाएको त्यस्तो डोछे लाग्छ कि तपाईँहरू त नहेर्नु है कसैले तपाईँहरूको अगाडि ट्राभल गर्दाखेरि कसैले तपाईँहरूको अगाडि मुट्नु आँटेछ भने पनि यस्तो गरेर फर्किनु म आज नि प्यारीहरू के भन्छ मेरो अगाडि के अस्तिको जस्तै त्यो बड्डो भैया बड्डोहरू इन्डियाको नजिकको ठाउँमा जाने बेला के तिनीहरू त्यस्तै गर्छ कि लाजै मान्दैन टोइलेट पनि उनीहरूको टोइलेट पनि हुन्छ र टोइलेटमा गर्ने बानी हुन्न कि अनि मेरो अगाडिपट्टि जो पनि उभिरहेको थियो नि होइन आज पनि त्यस्तै गरिरहेको थियो कि मुटिरहेको थियो अनि मुटेको टाढैबाट देख्छ नि त होइन उभिएको त्यो देख्ने बित्तिकै म त आज त मन्टो त यस्तो गरी हिँडेको के प्यारीहरू स्कुटी चलाउने बेला म त जिन्दगीमा नि कसरी देखाउँदा नि म हेर्दिनँ कि यस्तो गरेर नमस्कार गर्छु थुई अस्ति त्यसले गर्दाखेरि कम गह्रो लाग्दो रहेछ डोच्छे लाग्दो रहेछ कि प्यारीहरू त्यही भएर हेर्नु न त्यस्तो कता आइपुगे बाटोमा छु अब यहाँदेखि च्याट्ट पारेर यहाँबाट अब यो पुगाल्छु अब त च्याट्ट परेर जाने हो कि प्यारीहरू अब त चिटिक्क परेर जानु पर्छ घर पुग्न बेला बाटोमा पो फोहोर हुन्छ र होइन अब घर पुग्न लाग्यो कि म अनि बाटोमा चाहिँ क्या फनी भएको के त्यो टिप्परहरूले मलाई क्या जिस्काएको के टिप्परहरूले कस्तो जिस्काएको यहाँ हेर्नु त्यही टिप्परले हो कि मलाई बाटोमा सुरुमा होइन प्यारीहरू सुरुमा टिप्परले के गर्यो भने हर्न बजायो मलाई देखेर हर्न बजायो अनि मैले पनि बजाएँ होइन उकालोमा कि अनि मैले पनि बजाएँ होइन फेरि बजाएँ मैले पनि बजाएँ फेरि अर्को टिप्पर आइरहेको थियो फेरि त्यसले पनि बजायो उकालोमा भिडियो गरेको भए रमाइलो हुँदो रहेछ कि म त लास्टै हाँसी झन्नै मरिनँ उकालो चढ्ने बेला के मलाई देखेर हर्न बजाएको छ म पनि के म नि बजाइदिएँ के काम भनौँ क्राउन बनाएको यहाँ हेर्नु देख्नुभयो यो के यहाँ भेटाएर क्राउन बनाएर लाछु अब चाहिँ म प्यारीहरू जोस् मेरो सोलो राइड चाहिँ एकदम बवाल भयो होइन अनि तपाईँहरूलाई कस्तो लागिरहेछ बिहान चाहिँ मैले कस्तो मिस्टेक गरेँ क्या बिहान चाहिँ म लास्ट हिजो साँझ चाहिँ साथीहरू बिहान चाहिँ भ्लग गर्नै बिर्सेँ भन्दा पनि लेट भयो क्या 10:45 मा थियो मेरो फ्लाइट अनि म कति बजे गएको थिएँ थाहा छ 10:40 मा म रुमदेखि निस्केको के जहिले यस्तै हुन्छ अस्ति नै डिले भएर नि 11 बजेको फ्लाइट डिले भएर 2 बजे आएको 2 बजे आज पनि म त्यही हालत हुन्छ जस्तो लाग्थ्यो अहिले बर्खा छ नि त धन्न आइम लक्की क्या आइम लक्की अनि मेरो दिदीबहिनीहरूले होइन मलाई ल्याइदिएको गिफ्ट होइन तलबाट भित्रदेखि बाहिरसम्म चेटाक्क परेर रहेछु कि भित्र पनि चेन्ज गरेर रहेछु कि प्यारीहरू त्यस्तो छ मेरो हालत है अनि सानसानो बिजनेस ट्राई गर्न आँटिरहेछु यसो ट्राई गर्दामा के हुन्छ र होइन ट्राई गरौँ अब मैले चाहिँ सामान हालेको छु जस सबैजनाले मलाई सजेस्ट गर्नुभएको थियो हजुरहरूले बिजनेस गर्नुपर्छ कि प्यारी बिजनेस गर्नुपर्छ गरिरहेको छु अब म अस्ति म काठमाडौँ जानुभन्दा अगाडि नै मेरो प्लान हो मलाई सोचै आइरहेको थियो होइन तर काठमाडौँ गएर मैले हाल्नुपर्ने हो तर मिस्टेक भयो क्या मबाट मिस्टेक भयो म अलि रसमा भएँ होइन अनि अब कहाँ जाने केही दिमागै छैन अनि सो मलाई चाहिँ मेरो साथीले हेल्प गर्यो क्या झर्नालाई मैले भनेको थिएँ अनि झर्नाले चाहिँ
हेल्प गर्यो अब सामान हालिदिएको छ अरे अनि अब 3-4 दिन 4-5 दिनमा कहिले आइपुग्छ थाहा छैन आयो भने म तपाईँलाई देखाउँछु अनि दिदीबहिनीहरू के हो लागि हाल्दैछु भने तिजको लागि सो दिदीबहिनीहरू अब जिन्दगीमा फर्स्ट टाइम गरेछु डुब्यो भने ठिकै छ डुबेन भने पनि अब बिहान के अशुभ बोल्नु अब तपाईँले मनपर्छ फेरि अलि एक्सपेन्सिभ छ क्या प्यारीहरू किनभने मैले आफूले किनेर लाउँदाखेरि नै फिल भएको क्या मैले अब 4-5वटा पुठा किनेँ होला होइन त्यो कपडा चाहिँ किन महँगो छ किन एक्सपेन्सिभ छ म हेर्न चाहन्छु मैले त्यत्रो एक्सपेन्सिभ कपडा पनि किनेँ भनेपछि किन किन्दैन होला होइन किन्छ दिदीबहिनीहरू झन् म आना धनी जान्छ दिदीबहिनीहरू सो मैले भन्दै मैले फेरि ठ्याक्कै महँगो कपडा सस्तोमा सस्तो कपडा महँगो बेच्यो भने फेरि बिजोग हुन्छ है साथीलाई सोधेर गर्नुपर्छ धेरै प्रफिट खानु पनि छैन मलाई जस्ट 100% मा मलाई 5% मेरो दुःखको प्रफिट आए हुन्छ फ्यामिली अरू म केही सोच्दिनँ अनि अब कसरी बेच्ने उनीहरूले नै भनिदियो कि मलाई उनीहरूले नि लिस्ट पठाइदिए हो अब मलाई त थाहा छैन मलाई बार्गेनिङ गर्न पनि आउँदैन प्लिज दिदीबहिनीहरू मलाई बार्गेनिङ पनि नगर्नु मैले त फ्रीमा दिनेवाला मान्छे हो बार्गेनिङ नगर्नुहोस् बरु फ्रीमा लैजानुहोस् खालको मान्छे हो कि तर अब प्यारी त्यस्तो हुनेवाला छुइनँ प्यारी अब चुइया हुनेवाला छ कन्जुस अब म सो बिजनेस भनेपछि बिजनेसकै तरिकाले हेर्नुपर्छ आफूलाई पनि हुन्छ नि त होइन आफूले पनि इन्भेस्ट गरेछ नि त त्यत्रो इन्भेस्ट गरेछु यार प्यारीहरू 2-3 लाख रुपियाँ इन्भेस्ट हानिदिइरहेछु यार दिदीबहिनीहरू हेरौँ के हुन्छ लेसी यो डुब्यो भने चाहिँ होइन तपाईँले बिग्यो भने बिगेन भने मै लाएर भिडियो बनाएर हिँड्छु प्यारीहरू ठिक छ तर खै म तपाईँलाई मन पऱ्यो भने लिनु मन परेन भने नलिनु त्यही भन्छु म जबरजस्ती गर्दिनँ म बिजनेस कसरी के गरौँ दिमाग छैन प्यारीहरू ल आयो भने चाहिँ म हजुरहरूलाई देखाउँछु सो भिडियोहरू पनि बनाउनु पर्ने हुन्छ मैले अब चाहिँ दिउँसो सुत्न चाहिँ 1 घन्टा मात्र सुत्छु अनि म फोकस प्यारी अनि युट्युबमा कति हुन्छ पैसा हुन्छ मोन्टाजै भएको छैन प्यारीहरू वाच टाइमै पुगेन मोन्टाजै भएन कि मेरो युट्युबदेखि त 0 त्यही पनि एउटा मेमोरिजको लागि हालेर मैले फोकस गरेछ नि युट्युब खासै धेरै तपाईँले म कहाँ जान्छु के गर्छु त्यो हेर्नु भनेर मेरो दिदीबहिनीहरूको लागि यो चाहिँ म आफ्नो लागि होइन कि मैले मेरो दिदीबहिनीहरूले मलाई माया गर्छ नि त हेर्नु रुचाउँछ नि त मलाई त्यसरी हालिदिइरहेछु फ्यामिली कन्टेन्टमा घुस्यो भने त फेरि तपाईँहरूको प्यारीले नेपाल हिलादाला हुन्छ त्यही भएर कन्टेन्ट चाहिँ बनाएन फ्यामिली ल सिया